हेलो एभ्रिवान, नमस्ते फ्यापुलो सबैजनालाई र स्वागत छ तपाईँहरूलाई आजको मेरो नयाँ दिन नयाँ भिडियोमा। सो गाइस, आजको भिडियो चाहिँ के हो भन्दा तपाईँले बाहिर टाइटल अफकोर्स बुझिसक्नुभयो होला। अनि यस गाइस, हामी चाहिँ उता सिलगढी गएको थिएँ होइन, आप्पाको डक्टर देखाउनुको लागि। र गाइस, यो इन्ट्रो भिडियो चाहिँ म घरमा आइकन बनाउँदैछु होइन। अन्त डक्टर देखाउनु चाहिँ हामी हिजो नै गएको थिएँ सिलगढी हो। अन्त इन्ट्रो भिडियो चाहिँ म आज भोलिपल्ट बनाउँदैछु होइन, किनकि गाइस सिलगढीमा यस्तो डरलाग्दो गरम भइसकेछ होइन। अब यहाँ घरमा त थाहा हुँदैन, भित्रको भित्रै बसेर होइन। अन्त उता गरमले मतलब पग्ली जस्तै भएको होइन। अन्त मैले त्यही अलिअलि भिडियोहरू चाहिँ क्याप्चर गरेको थियो र आई होप गाइस तपाईँहरूलाई मनपर्छ होला। अनि सबभन्दा फर्स्ट चाहिँ गाइस के भन्छ, मेरो आप्पालाई चाहिँ अब भिडियोमा तपाईँले बुझ्नु हुँदैन होला होइन। अन्त आप्पालाई चाहिँ अहिले त्यो बाथको बिमारी भन्ने भएको छ होइन, तपाईँले बुझ्नुहुन्छ होला बाथ भनेको चाहिँ। अन्त त्यो जोइन्टहरू दुख्छ अरे नि, अन्त अलिअलि हातहरू पनि त्यो नसाहरू कि कस्तोहरू फुल्लिन्छ अरे, सुनिन्छ अरे हो। अन्त अस्तिदेखि आप्पाले चाहिँ भन्नुहुँदै थियो। अन्त त्यहाँबाट अन्त यता हाम्रो वीरपाडामा त अब छैन, राम्रो खालको होमियो छैन, त्यो सानोतिनोहरू त छ। अन्त सिलगढीमा चाहिँ अब राम्रो हुन्छ भनेर चाहिँ अन्त त्यही हो। अन्त होमियो डक्टर देखाउने चाहिँ हामी गएको थिएँ र एकदमै अब अहिले दबाईहरू चल्दैछ र डक्टरले चाहिँ भने कि 3 हप्ताको चाहिँ दबाई दिएको छ। अन्त 3 विक्ससम्म चाहिँ दबाई खानु, अन्त त्यहाँबाट चाहिँ आउनु भनेको छ। र आउनुभन्दा अगाडि चाहिँ एक्सरे र के पो गर्नु भने चाहिँ एक्सरे र ब्लड टेस्ट होला हौ, ब्लड टेस्ट र एक्सरे चाहिँ गरेर आउनु भनेको छ हो। 3 विक्सको दबाई दिएको छ, दबाई खाएर चाहिँ आफ्टर 3 विक्स आउनु भनेको छ। अब हेर्नु पऱ्यो होइन रिजल्ट कस्तो आउँछ आप्पाको हो। अन्त खानाहरू अब बाँड्नु भनेको छ। त्यो गाइस आजको भिडियो चाहिँ हामी सिलगढी गएको थिएँ होइन। अन्त फेरि बाउछोरी रिटर्न भए उयसमा के भन्छ बसमा आएको हो। अन्त त्यही हो। सो गाइस किप वाचिङ। सो गाइस, म चाहिँ यहाँ जङ्सन बाहिर पर्खिरहेको छु र भर्खरै ट्रेन आयो। मेरो आप्पा आउनुहुन्छ ट्रेनमा चाहिँ। अफ गरम भयो, बसिदिउँ क्या हो, पुलिसले हिर्काउँदैन मलाई बस्यो भने। म चाहिँ यहाँ आप्पा पर्खिरहेको छु। अब आप्पा आइपुग्नु आएको र आप्पा आएर चाहिँ हामी कहाँ जाने, किधर जाएगा, खाजा खाने, त्यहाँबाट चाहिँ हामी जाने मरे। सो गाइज, आफ्टर ब्रेकफास्ट चाहिँ हामी यहाँ होमियोकोमा पुगिसकेको थिएँ होइन, डक्टरकोमा। र गाइज यो होमियो के भन्ने होला, अब सेन्टर भनिदिउँ न, यो त हस्पिटल चाहिँ कहाँनिर हो भन्दाखेरि चाहिँ जस्ट विधान मार्केटको चाहिँ अपोजिट मेन रोड चाहिँ उहाँ पढाइ छ हो, त्यसको अलिकति भित्रमा त्यो हो। र हामी चाहिँ नामसाम लेखाएर बसिरहेको थियौँ। र यो जग्गामा चाहिँ हिजै आएको थियो म र शिवु चाहिँ सोध्नुको लागि। र हिजो चाहिँ नाम लेखाउँदैन भने बिहान छिटो आउनु भनेको थियो। त्यही भएर हामी चाहिँ यस्तै 10:30-11 बजीतिर पुगेको थियौँ, किनकि अब ट्रेनै हाम्रो 10 बजी आउँछ। र आएर खाजा खाँदा ओर्दा त्यतिकै अन्त उपर चाहिँ मेरो आप्पा बसिराख्नु भएको छ र हामी चाहिँ नामसाम लेखाएँ हो। अन्त मेरो आप्पाको नम्बर चाहिँ 7 नम्बरमा थियो। सो स्टे ट्युन। पोजिसन चेन्ज, उहाँ गएर बस्नु, म यहाँ थिएँ, यहाँ आइसकेँ, मेरो आप्पाको पालोमा आएको। सो गाइस, बल्ल बल्ल आधा 1 घन्टा जस्तै बसेर चाहिँ आप्पाको टर्न आयो र आप्पा र शिवु चाहिँ भित्र पस्नु भएको थियो। र म चाहिँ बाहिर, आप्पा चाहिँ होइन म चाहिँ बिमारी होला जस्तै भएको, बाहिर त गरम बेसी भएर क्या, गरमले गर्दाखेरि चाहिँ अब भुँडीहरू दुखेको जस्तै हुन्छ होइन, भुँडीहरू फुलेको जस्तै हुन्छ, टाउको भारी भएर हो, बोल्नु मन नलागेर कस्तो भइरहेको थियो बाहिर। तपाईँहरूले देख्नु सक्नुहुन्छ होइन, अनुहारहरू बेसी पसिना पुसेर अनुहारहरू डल्ले मेरो चाहिँ पोल्दै थियो हो। अन्त म चाहिँ कहिले आप्पा 2 जना ससुरा ज्वाइँ त निक्लिँदैन भन्दै बल्ल बल्ल हेरेको बल्ल बल्ल निक्ल्यो। ससुरा ज्वाइँ
गाइस म चाहिँ आपा र म चाहिँ अब घर जानु आँटेको स्टेट बसमा हो गएर ससुराली हुँदैछ अगाडि अगाडि यहाँ चाहिँ हावा त्यस्तो भइसकिसक्यो गरमले यो रहेछ म त आज फर्स्ट टाइम जानु आँटेको हाम्रो यो रहेछ यहाँ ठिक हौ यहाँ के भन्छ ए दाजु चाहिँ उता बाहिर जानुभएको छ कोक ल्याउनुलाई कोही कता गयो देखाउँ भनेको त दाजु चाहिँ कोक लिएर आउनुभएको आम्मा गरम त सो गाइस म चाहिँ खाना खानु आँटेको खानामा छ मेरो भात कालो दाल अनि अन्डा आलुदम र गाइस अहिले चाहिँ 4:30 भइसकिसक्यो होइन हामी चाहिँ अघि 4 बजीतिरै आइपुगे हो 1 बजीको बसमा चढेको थियो र हामी चाहिँ 4 बजी चाहिँ आइपुगे घर होइन अन्त त्यहाँबाट हातखुट्टा मुक्दा लुगासुगा फेरफार गरेँ र अब चाहिँ म खाना खाइहाल्छु गाइस किनकि मैले खाना खाइनँ र मलाई भोक लाग्दैछ होइन अन्त खाना खाइकन तपाईँसित भेट्छु सो गाइस आजको लागि यति नै थियो र के भयो भन्दाखेरि चाहिँ गाइस अन्त जस्तो हामी होमियो देखाएँ होइन होमियो देखाइकन चाहिँ निक्लियो गाइस यति डरलाग्दो गरम भयो र 12:09 बजी हाम्रो चाहिँ काम सकिहाल्यो मतलब आपाको जे काम थियो म त एक दिन अगाडि नै गएको थिएँ सिलगढी हो अन्त मेरो त त्यही दिनै कामहरू सबै भयो काम त के हो मेरो त सपिङ गर्ने काम हो र सपिङको भ्लग चाहिँ भोलि आउँछ नेक्स्ट भ्लग चाहिँ म सपिङको मैले मतलब के किनेँ उता सिलगढीमा म त्यो भिडियो बनाउँछु हो अन्त त्यो होमियो देखाएर चाहिँ हामी त्यो स्पिड टोटोमा चढेर जङ्सनको बस स्ट्यान्ड गइहाल्यो त्यो नर्गे बस स्ट्यान्ड भन्ने होइन त्यहाँ गयो अन्त हतार ठिकै 1 बजीको बस पनि पाइहाल्यो हामीले के भन्छ त्यो स्टेट बस म चाहिँ फर्स्ट टाइम चढेको गाइज हो तर मलाई पुरा मन पर्यो बस चाहिँ अब अलिक पुरानै रहेछ तर मलाई पुरानै ठिक छ हौ गाइज नयाँमा त भमिट आउँछ कि पुरानै ठिक छ त्यही भएर चाहिँ अन्त बसको टिकट सिकट काटेर शिवले हामीलाई चढाइदियो र शिव फर्कियो आफ्नो ड्युटी होइन अन्त हामी दुईजना आपा र म चाहिँ बाउ छोरी चाहिँ घर आएँ आपा छोरी चाहिँ घर आएँ हामी चाहिँ र यति डरलाग्दो गरम भएको थियो होइन अन्त उयो के भन्छ शिव र आपाले चाहिँ उतै खाना पनि खानुभयो हो जङ्सनमा आएर खाना खानुभयो र गाइस 10 बजीतिर खाजा खाएको अन्त फेरि लगत्तै कहाँ उयसमा 12:09 बजी खाना खानु अन्त कुन चाहिँ भुँडीमा हाल्नु त्यही भएर एक त फेरि मलाई गाडीमा मन पर्दैन आउनु कि त्यही भएर अब गाडीमा भमिट आउनेको डरले मैले नखाएको अन्त आपा र शिवले चाहिँ खाएको थियो खाना त्यही खानुभयो उनीहरूले चाहिँ अन्त मैले चाहिँ खाइनँ भन्दा पनि जबरजस्ती शिवकोबाट 2-3 चम्ची चाहिँ खाएको थियो खा भनेर चाहिँ खाएँ मैले अन्त म चाहिँ घर आएँ होइन घरमा आउने बित्तिकै चाहिँ तपाईँले देख्नु सक्नुभयो अन्त खानासाना खाएँ हो त्यत्तिकै सो गाइज यति भन्दै आजको भिडियो म यहीँ एन्ड गर्न चाहन्छु आई होप तपाईँहरूलाई मनपर्छ होला मन पऱ्यो भने प्लिज टु लाइक कमेन्ट सेयर एन्ड सब्सक्राइब गरिदिनु होला यदि तपाईँहरूले मेरो यो भिडियो चाहिँ फेसबुक पेजमा हेर्नुहुँदैछ भने चाहिँ गाइज तपाईँले मेरो फेसबुक पेजलाई पनि फलो गरिदिनु होला सो बाई गाइज इन माई नेक्स्ट भिडियो बाई बाई